ल आउनु है यता यता अलिक आउनु है यसो अलिकति केही कुरा भन्नुपर्छ ल आज चाहिँ बसेर भन्नुपर्छ ल ल अब बसेर केही भन्नुपर्छ होला है ल आइसक्नुभयो सबैजना यता अगाडि आउनु न सक्यो भन्जाहरू पनि यता अगाडि आउनु सक्यो अब हेर्दा मजा आउँछ के मोबाइलहरू के अरे के भन्नु है खालि मोबाइल नहुँदा पनि हुन्थ्यो के गर्ने होइन मेरो मात्रै हुँदा पनि हुन्थ्यो हेर्ने मात्रै हुनु पर्थ्यो तपाईँहरूको पोस्ट गर्नु नहुने अनि बोल्दैन मेमोरी छैन ल के अरे आज हाम्रो घर दैलो भयो रमाइलो खालको भयो होइन रमाइलै भयो जे पनि रमाइलै हुन्छ मेरो लागि त म त रमाइलो लाग्यो कता 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 पुग्यौँ सबैलाई धन्यवाद छ हामी अझ अरू अरू के अरे उतै पनि होला कोही माथिमा आउँदैछौँ होइन यस्तो हुन्छ अब के मैले भन्न चाहेँ भन्दाखेरि अब श्रम संस्कृतिको तपाईँहरू सबैजना श्रम संस्कृतिकै मान्छेहरू जस्तो लाग्छ हो नि प्यारो अनि कोही चाहिँ के अरे नप्यारो भन्ने छैन सबैजना मेरो लागि चाहिँ एउटै हो है ल एउटै हो है मेरो लागि चाहिँ त्यो खालको व्यवहार तपाईँहरूले सबैजनाले एकले अर्कालाई देखाउनु होला म चाहिँ त्यही भन्छु तपाईँहरू सबैले सहयोग गरेर जितेको मैले जितेको भन्नाले पहिलो आएको जितेको त भन्नु अलिक त मिल्ला पहिलो आएको 35,000 भोट चाहिँ तपाईँहरू सबैले सहयोग गरे सबैले गरे एउटाले मात्रै गरे होइन त्यो चाहिँ हैरान भएको क्या सम्झाउँदा हैरान भएको नि त म सबैले हामीसँग हिँड्ने हामीसँग नहिँड्ने है सबैले सहयोग गरेर त्यो रिजल्ट आएको हिगोज जानुपर्छ त्यहाँ भन्ने खालको जुन खालको अहिलेको सम्म हाम्रो सोच विचार त्यो खालको छ हामी अब समूहदेखि सङ्गठनमा जानुपर्छ समूह भनेको चाहिँ मौरीको गोला हो क्या समूह मात्रै हो अहिले हाम्रो यो मौरीको गोला अब हामी सङ्गठनमा जानुपर्छ ल सङ्गठनमा जानुपर्छ विभिन्न तहमा यहाँ बराको साथीहरू ठुलो हुँदो रहेछ लगायतपट्टि होइन फेरि एकजनाको मात्रै नाम लिएँ भनेर स्टेटसै नआओस् होइन धरानको टिम पनि यहाँ छौँ है अरू पनि छौँ कि कोही शुभचिन्तकहरू आएको होला अब टिमहरू हामी बनाउँछौँ र त्यो टिम अन्तर्गतबाट हामी चल्नुपर्छ जिल्लाका टिम अब हाम्रो जिल्ला सुनसरी जिल्ला कार्य समिति बनाएको छैन त्यसको लागि पनि अब बराह क्षेत्रबाट कतिजना भूगोल र जनसङ्ख्या अनुसार प्रतिनिधित्व होस् भन्ने चाहना मेरो है राम्रो बुझौँ है बराह क्षेत्रबाट कतिजना बराहबाट रामधुनीबाट कतिजना हिटरीबाट कतिजना धरानबाट कतिजना इनरबाट कतिजना भन्ने खालका चाहिँ के अरे पालिकाहरूबाट प्रतिनिधित्व गर्दै तपाईँको चाहिँ नि एउटा जिल्ला कार्य समिति गठन गर्छौँ र भन्नुभयो जिल्ला कार्य समिति लिएर प्रदेश बनेको छैन यस्ता कुराहरूमा हामी लाग्नुपर्छ सबैजनाले सुझबुझका साथ त्यो कुरामा समर्थन गर्नुपर्छ लिडर बन्ने को लिडर बन्ने भन्ने अस्वस्थ प्रतिस्पर्धा नहोस् सबैलाई त्यो भन्छु होइन लिडर को बन्ने भन्ने कुरामा होइन अब हर्क साम्पाङ पछाडि को बन्ने भन्ने कुरामा ठुलो धरानमा पनि तपाईँहरूलाई मेरो माया लाग्छ भने तपाईँहरू एक आपसमा झगडा गर्नु हुँदैन यदि म तपाईँहरूको अभिभावक हो भने होइन तपाईँहरूले झगडा एकअर्कासँग गर्नुभयो भने टिङटङ म त खुसी त हुँदैन होइन खुसी गर्नु हुँदैन त्यसले गर्दाखेरि हामी सबैले इन कमन कुरा बुझ्ने हो मिसअन्डरस्ट्यान्डिङ हुन्छ कसैको चित्त बुझेको छ भने जसको चित्त बुझेको छैन होइन त्यसलाई सरी भन्दा ठुलो कुरो जाँदैन हाम्रो जान्छ त जाँदैन कहीँ गल्ती हुनसक्छ त्यो सानो सानोतिनो कुराहरू त्यस्तो कुराहरूमा त्यो गर्ने हो समानुपातिक भन्ने चाहिँ भूत जस्तो लाग्न थाल्यो अबुई भन्ने खालको समानुपातिक भन्ने बित्तिकै अबुई यो नहुँदा पनि हुन्थ्यो त्यो चारैवटा छोडिदिनु पर्छ क्या हो तिनजना मात्रै जानुपर्छ क्या जस्तो लाग्न थाल्यो मलाई
भन्नुको मतलब यहाँ सबैले बुझ्नु, देश बनाउनका लागि हाम्रो पहिला सङ्गठन चाहिन्छ होइन? त्यो सङ्गठनमा हामी सबैजना एकाबद्ध हुनुपर्छ। सानोतिनो कुराहरूलाई छोडेर एकाबद्ध हुनुपर्छ। एकाबद्ध हुनुपर्छ। कस्तो हुनुपर्छ? एकाबद्ध हुनुपर्छ। हामीलाई एकाबद्ध उद्देश्यले मात्रै गर्छ, व्यक्तिगत स्वार्थले गर्दैन। अहिले कसैलाई चाउमिन खानु मन परेको होला, कसैलाई मोमो, तर पैसा छैन खुवाउँदिन। कतिलाई समोसा खानु मन परेको होला, कतिलाई भर्खर खाएर आएको मलाई पर्दैन भन्ने होला होइन? त्यो भनेको व्यक्तिगत अवस्था र स्वार्थ हो। राम्रो बुझौँ है। हामीलाई एउटै कुराले मात्रै एक ठाउँमा ल्याउँछ, त्यो हो यो देश बनाउने उद्देश्य। त्यो देश म एक्लैले बनाउन सक्दिनँ, तपाईँ एक्लैले पनि बनाउन सक्नुहुन्छ, एक दुईजना तपाईँहरू 4-5जनाले पनि बनाउन सक्नुहुन्छ। त्यो देश बनाउने उद्देश्य एउटा, त्यसले मात्रै हामीलाई एक बनाउँछ। यदि हिजो मैले भने भावनाले जोडिएको छौँ हामी, अब विचारले जोडिनु पर्छ। बुझ्नुभयो नि? राम्रो बुझौँ है। भावनाले जोडिएको मान्छे चाहिँ यो बालुवा जस्तो हुन्छ। हेर्नु है त, यो बालुवालाई मैले यसरी पक्रिनु खोजेँ भने हुन्छ? आउँछ? आउँदैन। भावनाले जोडिएको मान्छे बालुवा जस्तो हुन्छ। त्यसलाई यसरी सँगाली हिँड्नुपर्छ। मैले यो समूहलाई यसरी सँगाल्दै आएको छु अहिलेसम्म। कोही ठुस्केर उता फर्किन्छ, यता फर्काउँछ, कोही उता फर्किन्छ, यता फेरि 4जना ठिक बनाइराख्यो, भोलि बिहान त फेरि उतै फर्किन्छ। जबसम्म सुन्नु है राम्रोसँग, जबसम्म हामी विचारले बाँधिँदैनौँ यो बालुवा जस्तो हुन्छ होइन? जसलाई चाहिँ यसरी सम्हाली हिँड्नुपर्छ क्या, यसरी पक्रिन सकिँदैन, झरिहाल्छ। अब भावनाले होइन, विचारले बाँधिनुपर्छ। विचार भनेको चाहिँ सिमेन्ट हो। यो बालुवामा अलिकति पानी मिलाएर सिमेन्ट बनाइदियो भने भोलि यत्रो हुन्छ, डल्ला हुन्छ, ढुङ्गा जस्तो हुन्छ होइन? त्यसलाई चाहिँ हामीले यसरी टिप्न सक्छौँ, फालिदिँदा पनि टुक्रिन्छ। यो बालुवा चाहिँ अहिले एकछिन हावा चल्यो भने उता कता जान्छ, कता जान्छ, हाम्रै खुट्टामा पनि पैताला माथिसम्म जान्छ, हराउँछ। जबसम्म हामी विचारले बाँधिँदैनौँ बालुवा जस्तो हुन्छ। अब विचारले बाँधिनुपर्छ। विचारले नबाँधिँदा, भावनाले मात्रै बाँधिँदा चाहिँ ठुस्किन्छौँ हामी, त्यसरी ठुस्किन्छौँ। आज तपाईँहरू मैसँग ठुस्किराख्नु भएको होला, किनभने मैले फोटो खिचिनँ। तर फोटो खिचेन, अर्को सामबाङलाई अर्कोचोटि भोटै दिन्न। अब हेर्नु न, यसले गर्दा अब चाहिँ हामी केले भन्दाखेरि विचारले बाँधिनुपर्छ। विचारले बाँधिएर हामी श्रम संस्कृतिको विचारले बाँधेर होइन, त्यो उद्देश्यले बाँधिएर अब हामी सङ्गठन निर्माणमा लाग्नुपर्छ। हाम्रो समूह ठुलो छ, तर त्यसलाई अब सङ्गठनमा रूपान्तरण गर्दै लानुपर्छ। तपाईँहरू सबैजना जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ, एकले अर्कालाई रेस्पेक्ट गर्नुहोस्, त्यहाँदेखि भइहाल्छ। रेस्पेक्ट गरेन भने हुँदैन नि, हुन्छ नि? यो चिज केले मात्रै हामीलाई एक ठाउँमा ल्याउँछ अरे? विचारले। त्यो विचारमा उद्देश्य हुन्छ, यो देश बनाऊ। यो देश म एक्लैले बनाउन सक्दिनँ, तपाईँसँग भेटेको म। यहाँ हामी यो के अरे खानु नपिउनु, खाइ नपाइ छालक के जति भन्ने जस्तो खानु नपिउनु किन यहाँनिर बसिरहेको यो भन्दाखेरि यो देश बनाउन चाहने मन हो तपाईँको पनि मेरो पनि हो। त्यो उद्देश्यलाई चाहिँ बिर्सिनु हुँदैन। हामीले यहाँ माथि कोकाको पाइप, राम्रो बुझौँ है, यता सुनौँ है साथी हो, यहाँ माथि कोकाको पाइप छ हाम्रो 2टा। त्यो कोकाको पाइप हामीले कति हजारौँ श्रमदाताहरूले हामीले सघाएर लग्यौँ होइन? त्यो सघाउने मान्छेहरू कहाँ छ होला होइन? उहाँहरूलाई पनि खोज्नुपर्छ अब बिस्तारै। झोलुङ्गे पुल थाप्ने भनेर उता द्वारचुल्लामा भनेको छौँ, त्यहाँ पनि सघाउनु थुप्रो आउनुहुन्छ। एक्लै अर्कालाई तपाईँको चाहिँ अभिलेख राख्नुहोस्। म सबै भ्याउँदिनँ, अब त भ्याउँछ त। यो के अरे पूर्व पश्चिम सङ्गठनको बनाउनु कि उता सदनमा बहस होइन, श्रमदान पो गर्नु, के गर्ने के नगर्ने। त्यसले गर्दा तपाईँहरूले अब यो कुराहरू सबै कुरा सम्हाल्नुपर्छ। होइन, हामीले लिडरहरू
छाड्दाखेरि इलेक्सनहरू पनि गरौँ केही छैन तर के अरे समूह इलेक्सन गर्दा पनि हुन्छ सर्वसहमति भयो भने भयो नत्र इलेक्सनबाट जो फर्स्ट आउँछ ऊ बन्छ हाम्रो होइन त्यसरी जानुपर्छ होला त्यसो गर्नुपर्छ के भनेको यसले नाच्नु छोडेर बगरमा भन्ने पनि कतिलाई चाहिँ लागिरहेको बल्ल बल्ल आउँदा एउटा टिकटक त बनाउनु सकिन्थ्यो सुनाइरह होला